समस्या क्या है गुड्दै गुड्दै चाहिँ हुन्छ भिड गरेर गाइज बन्द हुन्छ जसरी जान्छ यो तेल पास यहाँबाट तेल चेक गर्छु कतिको जान्छ फ्युल पम्पले जान्छ यो प्रेसर फालेछ कि फाले छैन भाइ यो सामान त ल यहाँ चाबी अन गर्दैछ चाबी अन भइसकेको छ ल चाबी अन गर्नु लगाइज यो हेर्नु प्रेसर भनेको अन गर्नु अफ हो यो हेर्नु भन गाइज एकदम धेरै कम छ यति प्रेसरले गाइज पुग्दैन यो गाइज यसको भित्रको जान्छ गाइज अब फ्युल पकेपछि अब निकाल्न लागेछु यसरी गाइज यसको जान्छ मोटर निकाल्ने मिल्यो गाइज हेर्नु भन यसलाई भनिन्छ गाइज फ्युल पम्प ल गाइज अब यसको जान्छ यहाँ तार निकाल ल गाइज यसरी जान्छ निकाल्नु ना पहले ये जगह कहूँ कौन सी है क्या ना साफ जगह से करा दे ये तो साफ करा दे ओके तो कारण से कर लियो मोटर जगह जाल्न लागेछ ल यो हेर्नु अब यो हालेपछि बल्लै समस्याको समाधान हुन्छ एकदम प्रेसर दिन्छ राम्रो फाल्ने हो यो गाइस फ्युल पम्प बन्द गर अन गर लागेन लिया लगमे अझै लाग्ने हामीलाई एकदम सजिलो हुन्छ यो भाग भनेको है ठक्के यो भाग भनेको यहाँ जानुपर्छ यो सानो खालको भाग भनेको यसरी लाग्नुपर्छ अब यो गाइज अलिकति जो हुन्छ यसरी मिलाएर हाल्नुपर्छ अब यो ठक्के गाइज यसरी जो हुन्छ हाल्दिने हो एकदम सजिलो तरिका चाहिँ लाग्यो गाइज यहाँ हेर्नु भएन अब यसरी कोही खाइदिन यसको काम लगाइन्छ यहाँ भयो लगाइन्छ यहाँ हेर्नु भएन मजाले जो हुन्छ बसिसकेछ एउटा भनेको चाहिँ बोर्डिङ यहाँपट्टि लाग्छ गाइस स्कुटर त छैन यहाँ एउटा गाइस बोर्डिङ लागिन्छ अर्को भनेको यतापट्टि लागिन्छ खास यसरी यहाँ भित्रपट्टि गयो हेर्नु भित्रपट्टि गयो यहाँपट्टि लागिन्छ यसरी यो रिङ यहाँ लागिन्छ अब यो भनेको गाइज ठक्कै त्यसरी जान्छ यसरी छिरिन्छ ल हेर्नु एकदम हेर्नु लागिसकेको छ अब लक पनि लगाउने एकदम सजिलो छ लगाइदिनु हेर्नु यहाँ यसको लक गाइज सबै सुरुङ गाइज फ्युलको देखाउने हो यो दुईटै लाइन भनेको गाइज बाक्लो बाक्लोवाला फ्युलको गाइज अब यसरी गाइज फ्युल पम्पको मोटरको लगाइज गाइज यसरी चाहिँ हुन्छ यसको फ्युल पम्पको लाइन जोडियो गाइज मजाले हेर्नु अलिकति पनि गाह्रो भएन एकदम सजिलो छ जोडिसकेको छु अब गाइज फ्युल पम्प चाहिँ हुन्छ यसको हालेर गाइज सेयर गर्दैछु अब यो हाल्ने बेलामा पनि एकदम सजिलो छ गाइज हेर्नु गाइज यसरी चाहिँ हुन्छ गाइज ठक्कै हालिदिन्छु गाइज यसरी हालेपछि यसको भयो गाइज समस्याको समाधान लगाइज हेर्नु एकदम सजिलो छ लाग्यो लगाइज अब यसको नट कस्नुपर्छ गाइज यसको नट कसिसकेको छु गाइज अब यसको जो हुन्छ लाइन गाइज जोडेर अब सेयर गर्दैछु भित्रबाट कतिको तेल फाले कि फालेन लगाइज हेर्नु ओहो हो यतिको न प्रेसर फार्नुपर्छ गाइज हेर्नु त है किन अब भाइ अन गर लगाइज अहिले प्रेसर हेर्नु कति फालेछ अन गर लगाइज अहिले हेर्नुहुन्छ एकदम समाधान भइसकेको छ गाइज यो मोटर फेर्दैछु मोटर फेरेपछि एकदम समस्याको समाधान भइसकेको छ हो जुन चाहिँ काका गणेशको भाइले हुन्छ भिडियो बनाउने बेलामा जे समस्या हुन्छ उसकै भिडियो बनाउँछ जे समस्या पनि हुन्छ सल्भ गरेर एकदम पुरा फुल भिडियो पनि देखाउने ल हजुरको राय विचार के लागेको होला एकचोटि कमेन्ट गर्नु अपन जो हुन्छ फाइनली काका गणेश ओके गाइज ये एफजेड V2